हेलो एभ्रिवान, जम्मैलाई नमस्ते छ। मेरो सानो अनादर भिडियोमा तपाईलाई स्वागत छ। मैले फ्लिपकार्टबाट सामान अर्डर गरेको थिएँ दीपावलीको लागि। अब दसैँ त यस्तै भइहाल्यो, अब दीपावली त अब मनाउनै पर्यो, लक्ष्मी पूजा त गर्नै पर्यो। लक्ष्मीलाई खुश गर्यो भने त लक्ष्मी आउँछिन् हैन भन्नुस् त। यो फ्लिपकार्टको सामान हो, हेर्न सक्नुहुन्छ। अर्डर चाहिँ के गरेको थिएँ तपाईलाई म अनबक्सिङ गरेपछि देखाउँछु है। हेर्दै जानुहोस्, मेरो भिडियोमा बनिरहनुहोस्। यति अफर थियो र मैले अफरको लागि नै मैले भिडियो गरेँ। देखेर भिडियोमा पनि मन पर्यो र मैले अर्डर गरेको थिएँ। एड आइरहेको थियो भिडियोको, हेर्न सक्नुहुन्छ। यो माला हो घर डेकोरेसन गर्नको लागि। यहाँ चाहिँ 24 वटा टोटल माला छ। हेर्न सक्नुहुन्छ, यो सबै मालै हो। एउटा यो प्याकेट छ, यो येलो, यो मिक्स हो र अर्को प्याकेट पनि छ। तपाईहरु पनि अर्डर गरिहाल्नुहोस् फटाफटी। त्यो मुलायम सफ्ट वाला छ, फुल जस्तै लाग्दैछ, हेर्न सक्नुहुन्छ। यो अब फुलको माला त पाउनु मुस्किल भयो अहिले। यस्तै मालाहरु दाजुभाइलाई लगाइन्छ र घर पनि डेकोरेसन गर्न सकिन्छ। अनि अर्को चाहिँ फेरि के छ भन्दाखेरि तपाईलाई म देखाउँदै छु। यो चाहिँ हो दियो। पानी हाल्नुपर्छ, जल्दै जान्छ। तेलको जरुरत परेन, तेलको खर्च भएन र के निकालेको रहेछन्। अब मान्छेहरुले हेर्न सक्नुहुन्छ, यस्तो खालको दियो छ। पानी हाल्नुपर्छ अनि जल्छ यो। अब बच्चाहरु छन् भने घरमा डर भएन, कतै हातमा आगो पो लाग्यो कि बा यता पो उता पो भनेर टेन्सन भएन। हेर्न सक्नुहुन्छ। यस्तो चाहिँ एउटा, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा, टोटल 5 वटा छ। 5 वटामा तपाईको 30 वटा छ जम्मा। हेर्न सक्नुहुन्छ कस्तो राम्रो जल्छ यहाँ। तपाईहरु पनि छिटो अर्डर गरिहाल्नुहोस्। दीपावली आइसक्यो, अब चाहिन्छै दिवालीको लागि त। बच्चाहरु छन् भने चाहिँ धेरै नै अब राम्रो। यसै पानी हालेर जलाउनु पर्छ, तर यसै थिच्यो भने पनि यसै जल्छ नि, जलिरहेछ। थिच्नु पर्छ, तर यो यसै चाहिँ पानी हाल्नु पर्छ अनि जल्छ यो। मैले पनि हेरेरै मैले फटाफट अर्डर गरिहालेँ। दिवाली पनि आइसक्यो। अब फेरि पछाडी अर्डर गर्यौं भने फेरि आउन पनि देरी गर्छ। फटाफटी गर्यो भने फटाफटी आउँछ भनेर मैले चाहिँ अर्डर गरिहालेँ। यो चाहिँ हो फुल, लोटस भन्छन् हामीहरु चाहिँ, अब यसलाई पदम फुल पनि भन्छौं। यो 5 वटा कलरको छ। यति दामी छ। यसमा चाहिँ गमलामा पानी राख्नुपर्छ, यसलाई छोड्दिनु पर्छ अनि यो लाइट जल्छ। हेर्नुस्, यो लाइट जल्छ। तपाईहरु पनि फटाफटी अर्डर गरिहाल्नुहोस्। दिवाली आइसक्यो, भोलि पर्सि फेरि पस्ताउनु पर्ला, हे म पनि अर्डर गर्थे नि भनेर। त्यही कारण मैले यो भिडियो चाहिँ तपाईहरुलाई फट्टै मैले देखाइहालेको हुँ। मेरो भिडियो हेरेर पनि तपाईहरु अर्डर गर्नुहुन्छ होला भनेर मैले यो भिडियो बनाएको छु। भुल भ्रान्ति भयो भने माफी चाहन्छु र यस्तै भिडियो लिएर आउँछु। फेरि अर्को भिडियो भेट गर्छु। त्यहाँ तकको लागि बाइ बाइ, गुड नाइट।